नियम 38 को कुरा सत्तारूढ दलका सांसदहरूले बताइरहनु भएको छ नि, प्रधानमन्त्रीको अनुपस्थितिमा उसले जसलाई पनि एसाइन गर्न सक्छ भनेर। संयोगवश त्यो नियमावली बनाउने एउटा इन्फर्मल कार्यदलमा, फर्मलमा होइन, म पनि थिएँ, पूर्णमान सर, हिमार्जुन आचार्य लगायत म पनि थिएँ। हामीले त्यो नियमावली बनाउने बेलामा बेलायतको, क्यानाडाको, भारतको जहाँ संसदीय अभ्यास छ, त्यो संसदीय अभ्यास भएका मुलुकहरूको पार्लियामेन्ट्री एक्सर्साइज हेरेर, अभ्यास हेरेर त्यो नियमावलीमा के लेख्यौँ भने प्रधानमन्त्रीको अनुपस्थितिमा निजले क्याबिनेटको कुनै मन्त्रीलाई तोक्न सक्ने छ भन्ने लेख्यो। त्यो भनेको के हो भने प्रधानमन्त्री बिरामी हुनुभयो, हस्पिटलाइज हुनुभयो, पार्लियामेन्टमा आउन सक्ने अवस्था भएन, वा प्रधानमन्त्री विदेश हुनुहुन्छ, मुलुकमा हुनुहुन्न भने त्यो बेला प्रयोग हुने हो अनुपस्थिति। नभए मुलुकको प्रधानमन्त्री जो संसदको नेता हो, प्रधानमन्त्री संसदमा अनुपस्थित हुनुहुन्छ भन्ने संविधानले परिकल्पनै गर्दैन। पार्लियामेन्ट्री सिस्टममा प्रधानमन्त्रीको एब्सेन्स परिकल्पनै गर्न नसकिने। मनमोहनजीले त बेडबाटै पनि जवाफ दिनुभएको थियो। म जोड्ने अर्थै थिएँ, मनमोहन अधिकारीका विरुद्धमा अविश्वासको प्रस्ताव आयो, हेलिकप्टरबाट उहाँ बर्दियामा खसेर अनि टिचिङ हस्पिटलमा बस्नु भएको थियो। त्यति बेला उहाँले तत्कालीन सभामुख अहिलेको सम्मान्य राष्ट्रपति रामचन्द्र पौडेललाई चिठी लेखेर पठाउनु भयो, म यसरी हस्पिटलाइज छु, म आएर जवाफ दिन्छु। त्यो जवाफ दिने मिति सारियोस् भन्दाखेरि तत्कालीन प्रतिपक्ष कांग्रेसले त्यसलाई मानेन र उहाँले, मनमोहनजीले टिचिङ हस्पिटलको बेडबाट पार्लियामेन्टलाई सम्बोधन गर्नुभएको छ। यो इतिहास छ। त्यसैले अघि सुशील दाइले जोड्दै हुनुहुन्थ्यो, संसदीय व्यवस्था भनेको संविधान र कानुनमा के लेखिएको छ त्यो मात्रै होइन, संसदीय परम्परा भन्ने शब्द छ के, त्यो परम्पराका आधारमा पनि चल्ने हो। जसले सत्ता पक्षको नेता प्रधानमन्त्री हो, प्रधानमन्त्री अनुपस्थित हुन्छ भन्ने कल्पनै गर्न सक्दैन। त्यो भएर ऊ विदेशमा भएको वा स्वदेशमा भए पनि बिरामी वा अशक्त भएको अवस्थामा मात्रै अर्को व्यक्तिलाई पठाउनका लागि त्यो राखिएको। अहिले